मिथिलामा विभिन्न पूजा पद्धति मध्ये एक रहेको छ लौकिक पूजा पद्धति र लौकिक पूजा पद्धति नै अन्तर्गत पर्दछ झिझिया नाच। यसका अनेक महत्त्व पक्षहरू छन्। त्यसका पक्षहरू यो व्यक्ति आइमाई महिलाहरू जो घैँटोलाई लिएर आफ्ना टाउकोमा राखेर नाच्नुहुन्छ। त्यसमा अनगिनित प्वालहरू पारिएको हुन्छ। तिनीहरूले देवीको आराधना आफ्नो किसिमले गर्नुहुन्छ। यसको झिझिया नाचको विविध पक्षहरू छन्। हामीले आज झिझिया नृत्यकै विषयमा, झिझिया नाचकै विषयमा विविध पक्षबाट यसको केलाउने प्रयास गर्दैछौँ। आजको यो हामी आज खास गरेर ती झिझिया नृत्यहरूको महत्त्व के हो, यसका ऐतिहासिकताहरू के हुन्,
हामीसँग हुनुहुन्छ नित्यानन्द मण्डल। उहाँ पत्रकार, खास गरेर पत्रकारिता क्षेत्रमा संस्कृतितर्फको धेरै कुराहरूलाई उजागर गर्नुभएको छ। संस्कृतिसँग जोडिएर उहाँ रिपोर्टिङ गर्नुहुन्छ। हामी उहाँसँग यो झिझियाको ऐतिहासिकताको विषयमा कुराकानी गर्छौँ। यो नित्याजी, यो झिझिया हो के? एकदमै सान्दर्भिक प्रश्न हो प्रियञ्जजीको। खास गरेर यो दशमीको बेलामा, दसैँको बेलामा, यो शारदीय नवरात्रमा घटास्थापनादेखि विजयादशमीसम्म तराईको गाउँघरमा विपन्न परिवारका वा भनौँ अब दलित परिवारको र त्योभन्दा पनि मलाई लाग्छ मिठो शब्द हुन सक्दछ, श्रमजीवी महिलाहरूले जो मजदुरी गर्छन् तिनका किशोरी र युवती महिलाहरूद्वारा गरिने नाच हो, नृत्य हो। अब नाच पनि भन्न मिल्दैन, एक खालको नृत्य भन्न सकिन्छ। किन भन्दाखेरि यसको लागि तपाईँको कुनै स्टेजको आवश्यकता पर्दैन, यसको लागि तपाईँको कुनै त्यस्तो भड्किलो अथवा आकर्षक स्टेजको पनि आवश्यकता पर्दैन। त्यही भएर यो चाहिँ मूलतः एउटा अनुष्ठानको क्रममा अनुष्ठान गरेर तन्त्र मन्त्र सिद्ध गरेर देवी लाई चाहिँ खुसी पार्नको लागि र एउटा जुन इभिल तत्त्व हुन्छ, अराजक नकारात्मक तत्त्वसँग प्रवेश गर्न र तिनीहरूलाई सम्मान गर्नको लागि, तिनीहरूलाई निरुत्साहन गर्नको लागि गरिने एउटा क्रियाकलाप नृत्यमध्येको यो झिझिया हो, जो नेपालमा मात्रै होइन यसको विभिन्न स्वरूपहरू छ। जस्तो भारतमा पनि तपाईँको बिहारमा गरिँदै आएको छ, मिथिला क्षेत्रमा, र त्यस्तै यसको डिफ्रेन्ट स्टाइल अफ छ। जस्तो राजस्थानमा, अर्को तपाईँको यो हरियाणामा, त्यतातिर पनि गरिन्छ। लगभग यही खालको हुन्छ। तर मूल यसको र त्यसको मिल्छ कि मिल्दैन त्यो एउटा अध्ययनको विषय हुन सक्दछ। तर जुन घैँटो राख्ने कुरा छ नि, त्यो मूल त तपाईँको यो भनौँ न नेपाल र भारतमा चाहिँ गरिने एउटा नृत्य हो, र मूल त मिथिला मधेसमा चाहिँ नेपालको कन्टेक्स्टमा कुरा गर्ने हो भने यो नृत्य गरिन्छ। र खास गरेर यसलाई मैले अघि पनि सेयर गरेका थिएँ यहाँसँग, यो तन्त्र अनुष्ठानको लागि चाहिँ गरिने नृत्य हो, जसको लागि किशोरीहरूले, श्रमिक मजदुरी गर्ने चाहिँ महिलाहरूले डिहबार स्थानमा गएर, जो गाउँको प्रमुख ब्रह्म स्थान भन्छौँ हामी, जुन प्रमुख देवता हुन्छ, त्यहाँ गएर र त्यहाँको अब भनौँ जुन पुरोहित अथवा जुन भक्ता हुन्छ, अब विच डक्टर इङ्ग्लिसमा भनौँ न त्यसलाई, जसले चाहिँ यो नेगेटिभ इभिल स्पिरिटहरूको लागि अब टुना मुना तन्त्र मन्त्रहरूको माध्यमबाट जुन झारफुक गरेर एउटा मुक्ति अथवा भनौँ न निरोगिता प्रदान गर्दछ, तिनीहरूबाट चाहिँ त्यसलाई पहिला तन्त्र मन्त्रद्वारा चाहिँ बाँध्ने काम गर्दछ। अब भन्छ कि यो झिझियालाई चाहिँ बाँधेको हो, र यो झिझिया बाँधिसकेपछि उसले सलामी सुपारी दिन्छ ब्रह्मस्थानमा। त्यहाँ पछि त्यो गाउँमा भएका विभिन्न देवीहरूको मन्दिरहरू हुन्छन्, मठ मन्दिरहरू, तिनीहरूमा गएर पनि त्यो नाचगान गर्ने गरिन्छ। र सबभन्दा पहिला त्यसको आरम्भ चाहिँ यो ब्रह्मस्थान डिहबार स्थानबाट हुने गरेको छ। र यसको प्राचीनतालाई खोज्ने हो भने मूल त मलाई लाग्छ यो मिथिला क्षेत्रमा अत्यन्तै प्राचीन लोक संस्कृतिभित्रको एउटा अभिन्न अङ्ग हो। यस अर्थमा कि यसको कुनै ऐतिहासिकता कतै प्रमाणिक रूपमा यसको उल्लेख भएको पाइँदैन। यसको बढी आख्यानहरू, व्यङ्ग्यहरू, टेक्स्टहरू चाहिँ पाइएको देखिँदैन। तपाईँको यो जनकपुरकै सराउन्डिङ्समा रहेका विद्वानहरूले आफ्नो केही पुस्तकहरू मार्फत र पत्र पत्रिकाहरूको माध्यमबाट चाहिँ यो झिझिया नाचको बारेमा, र त्यो पनि एउटा सामान्य परिचयात्मक ढङ्गले मात्रै प्रस्तुत गरिएको मैले हेरेको छु। यसको गम्भीर खोज भएको छैन, बिल्कुल भएको छैन। जस्तो तपाईँको यो जनकपुर क्षेत्रमै मिथिलाको सन्दर्भमा लेखिराख्ने साहित्यकारहरू, प्राज्ञहरू, जस्तो तपाईँलाई भनौँ रामभरोस काप्री भरमरको पनि बृहत्तरद्वारा पुस्तक प्रकाशित भएको छ। त्यसमा पनि जनकपुर र यस क्षेत्रका सम्पादक
नेपाल सरकारले ब्याचलरमा स्नातकमा अङ्ग्रेजीको एमएमा राख्न गइराखेको छ यो झिझिया नाचको विषयमा, जुन उहाँहरूले एउटा च्याप्टर राख्नु भएको छ त्यहाँका प्रोफेसरहरूले भिजुअल कल्चर, र त्यो भिजुअल कल्चरभित्र चाहिँ यो झिझिया नाचको विषयमा पनि पढाइ हुन्छ। र अब जरुरी छ यस क्षेत्रका अभियन्ता अथवा भनौँ साहित्यकार अथवा अन्वेषक रिसर्चरहरूले त्यो विषयमा चाहिँ राम्रो टेक्स्ट दियोस्, जसले चाहिँ भविष्यमा विद्यार्थीहरूलाई फाइदाहरू हुनसक्छ। र यसको अब केन्द्रमा जाने हो भने मिथिला, बङ्गाल, असम, यो तीनवटा क्षेत्रमा चाहिँ टुना, टापर, टुनामुना, तन्त्र मन्त्र सिद्धि गर्ने एउटा क्षेत्रको रूपमा मानिन्छ भौगोलिक रूपमा। त्यस किसिमले पनि मिथिलामा यो अब त्यसलाई अब नेपाली मिडियाले भनौँ न, अब त्यसको चाहिँ टुटुलको मात्रै हेर्ने नेपाली मिडियाको जुन सोच छ त्यसलाई अब त्यही किसिमले इन्टरप्रिटेसन गरेर मिडियाले पनि खुराकहरू पस्किराखेको छ। अर्को त यो लोक पक्ष हो, र लोक पक्षमा चाहिँ यो लोक संस्कृतिभित्रमा लोकको कुरा उठाइदिने नै मान्छे भएन मेन स्ट्रिमिङ मिडियाहरूले, र यहीँ भएका मिडियाहरूले पनि त्यसतर्फ चाहिँ यो लोक संस्कृतिहरूलाई उजागर गर्ने खालको प्रस्तुतिहरू दिन नसकिरहेको अवस्था छ। र अर्को अब तपाईको डिस्टेन्स पनि अभिजातीय र गैर अभिजातीय वर्ग बीच जुन किसिमको मिथिला मधेसमा एउटा विकेन्द्रित ध्रुवीकरण भइरहेको छ, त्यसले गर्दा पनि यस्ता यो नृत्यहरू पनि बारेमा उठाइदिनेहरू मलाई लाग्छ धेरै खतराको स्थिति देखिँदैछ। र अर्को कुरा अब यो यसको गहन विषयलाई हेर्ने हो भन्दाखेरि यो त तपाईको भनौँ न अब हिलोमा चाहिँ कमल खिल्ने जस्तै हो, जुन किसिमको यसको लयात्मकता छ। यसको साङ्गीतिक पक्षलाई हेर्नुहुन्छ भने तपाईको त्यो टाउकोमा जुन घैँटो राखिएको छ, त्यो टाउकोमाथि तपाईको त्यसलाई यसरी जुन सुर, ताल र स्वरको तिनटैको जुन लयात्मकता छ, जुन म्युजिकलिटी छ, जुन सङ्गीत पक्ष छ, मलाई लाग्दछ त्यसले त तपाईँको त्यो घरि त्यो घैँटो झर्न पनि सक्छ नि त। तर यो किसिमको रिदम त्योमा बाँधिएको छ कि मलाई लाग्छ यो किसिमको गजब छनक तपाईँको अरू नृत्यहरूमा चाहिँ पाउन गाह्रो हुन्छ। त्यसले गर्दा यो जनकपुर र यस क्षेत्रका पर्यटनको पूर्वाधार निर्माणको लागि पनि र यसको सम्भाव्यता विस्तारको लागि पनि यो झिझिया नृत्य चाहिँ प्रदेश 2 को लागि, मिथिला मधेसको लागि एकदम एउटा उपयुक्त प्रमुख नृत्य हुन सक्दछ र यसलाई प्रदेश सरकारले जगेर्ना गर्नुपर्दछ। यो अब तपाईको कोही पर्यटक आयो भने तपाईँ के हेराउनुहुन्छ? अब त्यसको लागि त दसैँ कुर्दैन होइन। यहाँ कुनै तपाईको नाट्य संस्था अथवा मैथिली सेवी संस्थाहरू अथवा कुनै होटलहरूले त्यो खालको पनि म्यानेज गरिएको पाइँदैन। जस्तो तपाईको पोखरा र अर्को त्यो सौराहाहरूमा थारू नाचहरूलाई देखाइन्छ, जस्तो तपाईको देउरा काठमाडौँमा देखाइन्छ, त्यो खालको त यसलाई प्रवर्धन गरिएको छैन। अब यसको टेक्स्टै छैन, यसको बारेमा जानकारी नै मान्छेको छैन। अनि तर यसलाई के गरिएको छ त जनकपुरमा हुने सांस्कृतिक कार्यक्रमहरूमा, जनकपुरमा आयोजना हुने तपाईको यो राजनीतिक कार्यक्रमहरूमा तथा सार्वजनिक जुन कार्यक्रमहरू हुन्छ त्यो कार्यक्रमहरूमा सुरुवातको दौरान चाहिँ एउटा यो गीतहरूलाई पनि राख्ने गरेको पाइन्छ र यहाँका कलाकारहरूले त्यो नृत्य चाहिँ प्रस्तुत गर्ने गरेको पाइएको छ। जम्मा जम्मी एउटा रश्मिजीले गाउनु भएको त्यो गीत मात्रै अहिलेसम्म छ। हेर्नुहुन्छ भने भोजपुरीमा तपाईको यो खालको धेरै आयो, तर जुन खालको चाहिँ मैथिलीमा थुप्रै गीत छ तपाईको उसले 3 घण्टा 4 घण्टा भनौँ न अब साँझदेखि तपाईको मध्यरातसम्म उहाँहरूले गाउनुहुन्छ महिलाहरूले, त धेरै गीतहरू होला। अहिलेसम्म तपाईको वैश्वीकरणको हिसाबले लैजानुको लागि एउटा मात्रै गीत आएको छ। अर्को अब यी त लोकपक्षहरू भयो होइन। अब यसको तपाईको अलि एकाडेमिकली मतलब व्याख्या गर्ने हो भने, विद्वत भनौँ न त्यो लेपन अथवा थप्ने हो भने विद्वानहरूले के भन्ने गर्छन् भने यो अन्धकारलाई चिरेर एउटा प्रकाशतर्फ लग्ने गरेको र यो जुन घैँटो भनेको यो एउटा शरीर हो र यो शरीर र घैँटोभित्र घैँटोभरि जुन सहस्र छिद्र छ, पालहरू छ, थुप्रै पालहरू, त्यो पाल चाहिँ के छ त त्यो मानिसको शरीरको रोम हो र त्यहाँ त्यो घैँटोभित्र बल्ने
यो घैँटो जुन हो त्यो शरीर हो र घैँटो को जुन घैँटोभरि जुन सहस्त्र छिद्र छ त्यो छिद्र चाहिँ के हो, त्यो प्वाल चाहिँ के हो, मानिसको रोमभित्र जुन प्वालहरू छ त्यो हो। र घैँटोभित्र जुन दियो बलिरहेको छ त्यो चाहिँ आत्मा हो, त्यो चाहिँ जीवन दीप हो। जसरी मानिसभित्र पनि एउटा आत्मा बल्ने गरेको हुन्छ र त्यो कुन बेला निप्छ र कुन बेला मान्छेको मृत्यु हुन सक्दछ होइन। त्यो खालको एउटा अवधारणा त्यो पनि ल्याएको र त्यसको माथि बल्ने मुस्लो जुन ज्वाला छ त्यो ढकनीमाथि राखिएको ज्वाला त्यो चाहिँ ज्ञान अन्धकारलाई चिर्दै ज्ञानको ज्वाला हो भनेर त्यो प्रकाश ज्योतिर्मय हो भनेर पनि व्याख्या गर्ने गरिएको पाइन्छ। अर्को कुरा यहाँ यो नेपाली मिडियाले के गर्यो भन्दाखेरि यो दलितको हो, यो चाहिँ यो विपन्नको हो, खास गरेर दलितलाई चाहिँ गर्यो होइन। यो चाहिँ तर म के भन्न चाहन्छु भन्दाखेरि यो दलितको होइन, यो श्रमजीवीको हो, जो मजदुरी गर्छन् ती महिलाहरूको हुन्। र अर्को तपाईँको जुन महिलाहरूले विपन्न खालका जुन सबाल्टर्न महिलाहरू छन्, जुन सीमान्तकृत महिलाहरू छन्, तिनीहरूले गर्ने गरेको छ यो नाचहरूलाई। र अर्को यसको यो जुन कास्टिजमको हिसाबले यसको जुन व्याख्या गर्ने हो भन्दाखेरि र अर्को पक्ष तपाईँको यसलाई साह्रै इन्ट्रेस्टिङ पनि छ त्यो यो पक्ष चाहिँ मान्छेले के भन्छ भने यो राति महिलालाई मिथिलामा महिलालाई छुट छैन होइन। जुन परम्परा छ घुङ्घट मुनि बस्छ, घुम्टो मुनि बस्छ, उसलाई चाहिँ तपाईँको यो चार दिवारीभन्दा बाहिर जाने छुट छैन, त्यो किसिमको एउटा जुन नेपाली मिडियाले अवधारणा ल्यायो नि। अनि त्यसमा तपाईँको मलाई के लाग्छ भन्दाखेरि उनीहरूले त्यसलाई चाहिँ अब यो सप्रेस डिजायर, महिलाको जुन सप्रेस डिजायर हुन्छ, जुन तिनीहरूको कुण्ठा हुन्छ, जो व्यक्त गर्न सकिरहेका हुँदैन, ती डिजायरहरूलाई पनि त्यसमा चाहिँ प्रस्तुत गर्ने एउटा उसको एउटा सुन्दर समय हो, सुन्दर अवसर हो। त्यसमा उनीहरूले आफ्नो प्रस्तुतिको माध्यमबाट प्रस्तुत गर्न खोज्दछ, एउटा पाटो हो। त्यसलाई यो अङ्ग्रेजी साहित्यको हिसाबले भन्ने हो भने एउटा प्यान्टम भन्ने वर्ड आउँछ। त्यो प्यान्टमबाट तपाईँको के हुन्छ त महिलाको जुन आकाङ्क्षाहरू छन् त्यो आकाङ्क्षाहरूलाई चाहिँ जुन दम्बित गरिएको हुन्छ त्यसलाई चाहिँ प्रस्फुटन गर्ने एउटा अभिव्यक्ति, एक्सप्रेसन अफ आर्ट चाहिँ कलाको एउटा अभिव्यक्तिको सुन्दर माध्यम त्यो पनि हो भनेर भन्ने गरिन्छ। तर अब यसलाई तपाईँको यो मार्क्सिस्ट थ्योरीले हेर्ने हो भने मार्क्सिस्ट अब भनौँ न अब प्रगतिशील चेतनाको हिसाबले हेर्ने हो भन्दाखेरि उहाँहरूको के तर्क हुन्छ भने जुन अभिजातीय वर्ग अप्पर होइन, अप्पर पिपुलमा जुन किसिमको कुण्ठा हुन्छ, सम्प्रेसन डिप्रेसन हुन्छ, सप्रेस डिजायर हुन्छ, जुन पेन्टम हुन्छ, त्यो चाहिँ तपाईँको श्रमजीवी वर्गमा हुँदैन। उसले गर्ने सबै कामहरू सामठाम जस्तै देखिन्छ। हो उसको त्यो डिजायर हुँदैन त्योभित्र। अनि त्यसले किन प्रस्तुत गर्नु पर्यो? उसको त सहज जीवन छ, उसको तपाईँको जुन श्रम छ त्यही नै उसको प्रेम हो र त्यही नै उसको वासना पनि हो र त्यही नै उसको आसक्ति पनि हो। र वस्तु त त्यो श्रमजीवीले नै मात्रै तपाईँको यथार्थ चाहिँ प्रेम पनि गरेको पाइन्छ र त्यस हिसाबले पनि एउटा दृष्टिकोणहरू देखाउन सकिन्छ। र मलाई लाग्छ जति पनि कुराहरू मैले अहिले गरेँ त्यो कुराहरू एउटा सानो मतलब भनौँ न धागो मात्रै हो, एउटा थ्रेड मात्रै हो। यो विषयलाई लिएर यसलाई तन्काएर यो ओर छोरलाई लिएर चाहिँ बहस विमर्शहरू चलाउन सकिन्छ। अब तपाईँको त्यो एउटा कुरा यो जसरी तपाईँको यो प्वाल छ नि त्यसलाई तान्त्रिक हिसाबमा छुट्टै विश्लेषण गर्छ, त्यसलाई गर्नु हुँदैन, जसले गर्ने त्यो व्यक्तिको मृत्यु हुन्छ होइन, वा जसले नाचिरहेको छ त्यसको मृत्यु हुन्छ, यो सत्य हो या होइन त्यो कहावत मात्र हो? एकदमै तपाईँको यो जबखेर मानिसको भौतिकीय प्रारम्भिक ज्ञानको विकास भयो नि, अनि त्यो ज्ञानको विकासकै क्रममा दुईटै कुरा सँगसँगै लिएर आयो। एउटा त राम्रो पक्ष पनि आयो अनि त्यहीबाट तपाईँको यो रूढी अन्धविश्वासको मान्यताहरू पनि सँगसँगै आयो र त्यही क्रममा त्यो पनि आएको हुन सक्दछ। यस अर्थमा कि अब उनीहरूको के मान्यता छ भन्दाखेरि यो घैँटो यसरी हल्लाइराख्नुपर्छ, नचाइराख्नुपर्छ कि कथित
कुनै बोक्सीले यसलाई गन्न नपाओस्। बोक्सीले यदि गन्यो भने कि त्यो महिला ठहरै हुन्छ होइन, नाच्ने मान्छे ठहरै हुन्छ, त्यसको स्पट डेथ हुन्छ। तर तपाईँ एउटा विचार गर्नुहोस् त, मलाई लाग्छ झन्डै 2 दशकभन्दा लामो समयदेखि यहाँले पनि पत्रकारिता गरिराख्नु भएको छ। मलाई लाग्दैन कि यस्तो खालको तपाईँले कुनै समाचार अहिले पनि कभरेज गर्नुभएको होला। गर्नै गाह्रो छ, गर्नै गाह्रो छ, पहिला त गर्नै गाह्रो छ। अनि त्यस्तो अनि त्यसलाई अब इभिल स्पिरिट आयो अनि त्यसलाई के भन्यो त त्यति बेला अब मातृरूपेण संस्थिता जुन भन्छु यो तपाईँको वैदिक रूपमा आयो। लौकिक रूपमा के आयो त महारानीजी आउनुभयो होइन, जुन तपाईँको अब भनौँ न दलितको घरमा जुन यो चमार जातिको भनौँ न, त्यो चमार जातिको घरमा चाहिँ जमिनहरूले पूजा गर्ने एउटा महारानीहरूको जुन भन्छ भगवती उहाँहरूको कुल देवी हो अथवा भनौँ न तिनीहरूको चाहिँ बढी गर्ने गरेको पाइन्छ, पूजा गर्ने र यिनीहरूले तपाईँको यो महारानीजीलाई तपाईँको यो गाउँ गाउँमा पहिला त्यो 5 गाम माग्ने, धम्यौन गर्ने, भक्तै गर्ने पनि गर्ने गरेको पाइएको छ। र त्यस हिसाबले उनीहरूको त्यो एकदम आराध्य ऊ भयो महारानीजी। यो वैदिकमा तपाईँको यो भगवती आइहाल्नुभयो, जुन यो दुर्गा सप्तशतीहरू गर्नुहुन्छ, र लौकिक जीवनमा के भने त्यही महारानीजीहरू भयो। र मलाई लाग्छ यसको करी अझै जोड्ने हो भने तपाईँको यो बौद्धको जुन यानहरू थियो होइन, सहजयान, वज्रयान, र वज्रयानबाट जुन सहजयानहरू आयो र सहजयानहरूले जुन तपाईँको यो महासुख जुन ज्ञानको चरमोत्कर्ष पार गरिसकेपछि जुन महासुख प्राप्त हुन्छ, महासुख प्राप्त हुन्छ त्यो किसिमको। अनि उनीहरूले त्यसलाई फेरि के अर्को व्याख्यामा अर्को व्यावहारिकतामा के ल्यायो भन्दाखेरि तिनीहरूले त्यसलाई अब यो दैहिक सुखमा रूपान्तरण गर्यो र त्यो दैहिक सुख नै महासुख हो। यसलाई यसरी बुझ्दा हुन्छ। त्यसलाई गर्दाखेरि त्यति बेला जुन उनीहरूलाई सेवा दिने हरू भए त्यति बेलाको जुन यो तपाईँहरू यो चमिनिया माई, अर्को तपाईँको यो बौधी माई, यो रक्तमालाहरू, मलाई लाग्छ त्यसरी त्यो खालको एउटा अध्ययन खोजको करी जोड्ने हो भने त्यहाँबाट पनि एउटा अर्थहरू मलाई लाग्छ पक्कै निस्किन सक्छ। यसलाई यसरी बुझौँ कि यो तन्त्रकै हिसाबले भन्यो भने यो दशैं तपाईँको यो तन्त्र सिद्धिका लागि एउटा महत्त्वपूर्ण अवसर मानिन्छ। र त्यति बेला पनि यो बौद्धको र अब यो तुलसीदासकै भनौँ न तपाईँको यो हिन्दू धर्ममै पनि तपाईँको यो भूत पिशाच निकट नहीं आवे होइन लगायतका छन् हनुमान चालिसाहरूबाट पनि। अनि त्यो कालको जुन अवधारणा छन् यो क्षेत्रभित्र, यो भूखण्डभित्र, र त्यसले गर्दाखेरि यो पनि यो तत्कालीन समयमा भनौँ न आदिम समयमा पनि मान्छेले यो खालको जब उसको चेतनाको स्थिति विकास भयो त्यही क्रममा उसले अब त्यो खालको अब भन्छ कि जङ्गलमा जाँदा तपाईँको यो भूत आउन सक्छ, एक्लै जानु हुँदैन, यो खालको जुन अन्धविश्वास छ, कथित मान्यता छ, त्यो मान्यताहरूलाई भगाउनु यो तर यसलाई अब मान्छेलाई समूल रूपमा बुझ्ने हो भने मिथिला मधेसको यो एउटा महत्त्वपूर्ण सांस्कृतिक सम्पदा हो, यो महत्त्वपूर्ण धरोहर हो र यसलाई जगेर्ना गर्नको लागि जनता पक्षबाट मात्रै होइन कि राज्य र सरकार स्वयं जिम्मेवार हुनुपर्दछ। र यो जुन सङ्ग्रहालय मूल्यमा परिणत भइरहेको छ त्यसलाई जोगाउनको लागि राज्य साहकांक्ष हुनुपर्दछ। अब तपाईँले यो लकडाउन यो कोरोनाको बेला पनि मलाई लाग्छ कि सर्वाधिक गाउँमा हुने गरिएको गाउँहरूमा एक्का दुक्का गाउँहरूमा पनि तपाईँले हेर्न पाउनुहुन्छ। र यसको लागि अब जनकपुर छेउछाउका विद्वानहरूलाई हेर्नुभन्दा बुझ्नुभन्दा पनि मलाई लाग्छ विद्वानी हिसाबले यसलाई चाहिँ त्यही गाउँठाउँमा गएर बुझ्दा अध्ययन गर्दा अन्वेषण गर्दा यसलाई यसरी बुझौँ कि आउन सकिन्छ। होइन यसलाई यसरी बुझौँ कि मान्छेले जब यो सृष्टिको सुरुवात भयो पढ्ने लेख्नेहरूले यो दुर्गा सप्तशती त्यसपछि विभिन्न चण्डी स्तोत्रहरू विभिन्न स्तोत्रहरू निर्माण गरेर देवीको आराधना गरे। जो पढ्ने वर्ग थिएन राज्यबाट अलिक पछाडि परेको थियो सम्भ्रान्त वर्गहरूले तिनीहरूलाई त्यो गर्न सकेन र तिनीहरूले त्यो पूजाको एउटा पद्धति बनायो, त्यो लौकिक पद्धतिको आधारमा गर्न थाल्यो र त्यो भनेको यो पनि एउटा निस्कियो। एकदमै त्यसलाई
तपाईँको यो लौकिक लोक संस्कृतिभित्रको मैले अघि पनि सेयर गरेका थिएँ कि एउटा अभिन्न अङ्ग हो र त्यसभित्रको चाहिँ यो लोक नृत्य हो जहाँ यो मिथिला मधेसका श्रमजीवी महिलाहरूले नाच्ने गाउने गरेको पाइएको छ। धन्यवाद। धन्यवाद वीरेनजी, यहाँलाई पनि हामीलाई समय दिनुभएकोमा।